क्रिस्टालाई कल गर्नु पर्यो क्रिस्टालाई पनि सिंगलै छ मेरो साथी आइरहेको छ हेलो भन त बहिनी अनि सिंगल अन्त मेरो साथी पनि सिंगलै छ नि त हो अन्त आउनु न एकछिन मेरो घर कुरा मिलाइदिइरहेको छु ए ल ल ल म आइहाले पकाए क्रिस दादालाई चाहिँ मिलाइदिने कीर्तन दादालाई नमिलाइदिने अब पर्खि अब कीर्तन दादालाई फोन गर्छु अब जान्छु यो पो बाहिर निस्क्यो त हौ के भएको यो कहाँ हो त राति त कहाँ हो त ए मलाई त उहाँ सिमरा ल्याएन ल अन्त मलाई पनि बोलाएको थियो त अन्त म त कुकुरै हो कि क्या हो किन हो राति त हिँड्यो भनेर के हो सिमरामा केटी आएछ भने कसरी थाहा पाइस् तैँले सुँगेर चाल पायो क्या सुँगेर चाल पायो कि सुङ्गी जस्तो सक्छु त्यसकै भक्ति ल भाइ भाउजू चाहिँ तेरै हो म त्यो तेरो चाहिँ भाउजू हुनु फेरि ल मसँग चाहिँ सेटिङ होस् नि फेरि कस्तो कुरा गरेको सिमरानको साथी भनेपछि मेरो उमेरको होइन तपाईँ त बुढो भइसक्यो त त्यस्तो कहाँ हुन्छ त भाइ टाइट हुनुपर्छ भाइ अब त तपाईँको बारी पो त हौ ल्या मलाई पनि माया गर्नेहरू थुप्रो रहेछ दुईजना आयो अब म यत्तिकै बसिरहेको छु होस् टालाटुली बाटुली कति राम्रो देखेको पितडीबाट हेर्दा गुडिया जस्तो देखेको एक्सक्युज मी तैँले बोलाएको सुन्दैन हेर म बोलाउँछु हेलो एक्सक्युज मी हजुर भन्नु न सुन्नुहोस् न अलिक यता आउनुहोस् न यता हेर्नुहोस् न ए तैँले भनेको सुन्दैन मैले बोलाएको त केही पनि त्यसको मेरो सुन्दैन उमेरको हो नि त। लु भरे हेलो एक्सक्युज मी यता फर्किनुहोस् न केदिन ल हुन्छ होइन मलाई लाज लाग्छ नि त हो त्यही भएर पो त क्या यस्तो टिप्पी लगाएको छ नि त्यो खोल्नु लगाउँदा सुन्नुहोस् न त्यो खोल्नुहोस् न भन्न तँ त्यसलाई भन्नु त्यो हेलो त्यो तपाईँको त्यो मुखको यस्तो बानी छ नि हो त्यो खोल्नुहोस् न यो खोल्नु होस् खोल्दिनँ नि हो खोल्नु हुन्छ त्यो यतापट्टि फर्केर यसो गर्छु नि ल के भयो हाम्रो भाग्य नै यस्तो रहेछ छेउबाट हेर्दा त मरद जस्तो दिएको